हेलो एभ्री फ्यामिली नमस्कार। मैले चाहिँ यो फुल लिङ्सेबाट ल्याएको अनि यसमा माटो ल्याएको छु मैले घरबाट। रुममा बसेपछि माटो पाइँदैन, माटोको कति भ्याल्यु हुन्छ हामीलाई हो। बस्तीमा जस्तो प्रशस्ति हुँदैन। अब म पट ल्याउँछु अनि अब चाहिँ रेडी। अब यो माटो खनाउँछु, बुवाले बाँधिदिनु भएको बिचरा। अनि अब यो माटोलाई चाहिँ कसरी खनाउँ आम्मा। अन्त कति ल्याएको छु माटो पनि, बेल्चाले उगाइकन ल्याएको त मैले। फुल रोप्नु यति साह्रो एक्साइटेड छु म। मेरो घर अगाडि चाहिँ ड्याम्मै फुल रोप्नु मन छ हो। घर त मतलब रुम होइन, अब आफू बसिसकेपछि त घरै हो नि त। अन्त चाहिँ यसरी छान्दैछु, ढुङ्गा जति चाहिँ अलग्गै छान्छु। अनि पटको फेदमा चाहिँ म ढुङ्गा चाहिँ अलिअलि राख्छु, किनभने ढुङ्गा राखेको छ भने चाहिँ माटो चाहिँ गइहाल्दैन, सुक्दैन माटो हतपत। किनभने कोही बेला म कति दिन रुम छोडेर जानुपर्ने हुन्छ, यसरी गिलै हुन्छ। हेर्नुहोस् त, यो पुरानो फुल चाहिँ माटो कम्ती भएर मैले त्यतिकै राखिराखेको थिएँ नि त। अनि त्यहाँदेखि अब यसलाई पनि यो नयाँ पटमा सार्ने अलिक भक्कु माटो हालिदिन्छु। आज चाहिँ म चाहिँ एकदमै खुसी छु। मेरो नानीलाई पनि ज्वरो आएर चाहिँ आज चाहिँ मैले रुममै लिएर आएको छु। अनि ऊ साइकलमा चढ्दैछ, छोरा पनि हो। अन्त यसरी मजाले भरेर चाहिँ त्यहाँदेखि चाहिँ म राख्ने छु। हेर्नुहोस् है म कसरी भर्छु, यसरी फोल्ड गरेर टक्कै हो। यति माटोले पुग्छ कि पुग्दैन याद छैन, तर मैले फुल घरबाट पनि 2-3वटा फुल लिएर आएको छु वाइट कलरको। अन्त हेरौँ अब कतिवटा फुललाई पुग्ने रहेछ साथीहरू है। अनि आउने बित्तिकै थालेको मैले चाहिँ, यो चाहिँ घरबाट आउने बित्तिकै थालेको। अब त्यस्तो नलेज त छैन अब कसरी रोप्नुपर्छ भन्ने, तर पनि ट्राई गरेको। अब ट्राई गरेपछि सबै कुरा सक्सेस हुन्छ। अन्त यो मेरो पटभरि मजाले फुल फुलेको पनि म तपाईँहरूलाई अवश्य देखाउने छु। अहिले चाहिँ यो रोपेको देखाइराखेको। यो चाहिँ मैले बुदाङबाट ल्याएको, काइली ठुलेमाकोबाट मेरो। अनि मलाई चाहिँ एकदमै मन पर्यो, वाइट कलरको फुल छ यसमा चाहिँ हो, फुल फुल्छ। अनि अब मेरो होप सो कि यो पनि सर्छ कि भनेर आशा छ मलाई। अनि यसलाई अलिक भचाएर रोपिदियो भने चाहिँ यसरी हो थुप्रै फुल फुल्छ होला भनेर आश लागेर भचाएको। कुन त सर्छ कि सर्दैन साथीहरू, हेरौँ। फुल्यो भने चाहिँ म तपाईँलाई पक्का देखाउँछु यो फुल पनि हो। अनि चाहिँ अब चाहिँ अझै माटो खनाउनु पर्ने, सक्यो। अब 5वटा जस्तो फुल छ, फेरि सार्नु पर्ने। अब पुग्छ कि पुग्दैन हेरौँ है साथीहरू। अब यसमा पनि निकै ढुङ्गा रहेछ, ठुल्ठुलो ढुङ्गाहरू चाहिँ साइड गर्दैछु। ढुङ्गा चाहिँ म फेदमा हाल्छु। अब हाल्नुहुन्छ कि हुँदैन साथीहरू मलाई कमेन्ट गर्नु होला है। मलाई त्यस्तो याद छैन कसरी फुल रोप्नुपर्छ भनेर, तर पनि यसो अन्दाजी अब बा हाल्दाखेरि अब राम्रो हुन्छ कि भनेर चाहिँ फेदमा मात्रै हाल्छु, माथिबाट त माटो नै हाल्छु। अनि चाहिँ यसरी भरिभरि आज त मेरो गमलाहरू पनि खुसी भएर भरि माटो पाएर, लिङ्सेबाट बोकेर ल्याएको नि माटो। यति साह्रो यो माटो चाहिँ, अब यति साह्रो यसको भ्याल्यु छ, के गर्नु। यतातिर माटै पाउँदैन हो। सबै माटो पाए पनि त्यो मसिनो ढुङ्गा भएकोहरू राम्रो माटै पाउँदैन यस्तो। यो त कति राम्रो छ, मैले माथि घरबाट ल्याएको। यसमा पनि माटो नपुगेर हेर्नुहोस् न, यो गमलामा आधी मात्रै माटो थियो। मैले यो माटो पनि पहिला घरबाटै ल्याएको थिएँ। अनि अब सक्न लागे साथीहरू। म चाहिँ नि साथीहरू बिहानै उठ्छु कि, अनि उठेर चाहिँ टक्कै दैलो खोल्दा चाहिँ नि यस्तो दामी फुल चाहिँ डाइरेक्ट आँखामा पर्छ कि, कति खुसी लाग्छ नि हो। अन्त मैले यति रोपेँ आज, हेर्नुहोस् त हो। फुलेपछि म तपाईँहरूलाई देखाउँछु ल। बाई बाई, थ्याङ्क यू फर वाचिङ।